Hello everyone, welcome to my YouTube channel and Facebook page. If you have a complete zero knowledge about the stock market or share market, then this video is for you. म यहाँ तपाईहरुलाई स्टेप बाइ स्टेप सिकाउन गइरहेको छु हैन। नेपालमा प्राइमरी एन्ड सेकेन्डरी मार्केटमा कसरी तपाईले स्टक बाइ एन्ड सेल गर्न सक्नुहुन्छ। सबभन्दा के डकुमेन्ट चाहिन्छ हैन, के चाहिन्छ तपाईलाई सबै कुरा म भन्न गइरहेको छु। अब सबभन्दा पहिला चाहिने भनेको तपाईलाई बैंक एकाउन्ट हो, जुन तपाई कमर्सियल बैंक जस्तै कमर्सियल बैंक कबरको बैंक हुन्छ, त्यसमा तपाईलाई एउटा बैंक एकाउन्ट चाहिन्छ हैन। यहाँ लिस्ट छ, ग्लोबल बैंक भयो, नेपाल इन्भेस्टमेन्ट भयो, राष्ट्रिय वाणिज्य भयो, एनआईसी भयो, हिमालयन बैंक भयो। यो बैंकहरुमा तपाईलाई एउटा एकाउन्ट खोल्नु पर्छ, सेभिङ नर्मल एकाउन्ट। देन तपाईलाई डीम्याट एकाउन्ट खोल्नु पर्ने हुन्छ, जुन डीम्याट एकाउन्ट तपाईले कबरको बैंकले पनि खोल्दिन्छ हैन। उनीहरुको सब्सिडायरी कम्पनी हुन्छ, त्योमा या तपाई ब्रोकरमा या मर्चेन्ट बैंकमा पनि गएर तपाईले डीम्याट एकाउन्ट खोल्न सक्नुहुन्छ। अब डीम्याट एकाउन्ट खोलिसकेपछि हैन, तपाईहरुलाई आईपीओ एप्लाई गर्नको लागि एउटा सियासवा को फर्म फिलअप गर्नुपर्छ। जुन बैंकमा तपाईले खाता खोल्नु भएको छ त्यसमा डीम्याट नम्बर लिएर जाने, त्यहाँ तपाईले एउटा फर्म खोल्नु पर्ने हुन्छ हैन। त्यो सीआरएन नम्बर दिन्छ बैंकले, अनि तपाईहरुले आईपीओ एप्लाई गर्न सक्नुहुन्छ त्यो सीआरएन नम्बरको हेल्पले। अब तपाईले डीम्याट एकाउन्ट खोलिसकेपछि तपाईलाई ब्रोकर एकाउन्ट खोल्नु पर्ने हुन्छ, जुन ब्रोकरको लिस्ट मैले यहाँ 1 नम्बर ब्रोकर कुमारी सिक्युरिटी छ, दिल्ली बजार काठमाडौँमा। फोन नम्बर यहाँ छ हैन, यहाँबाट हेर्न सकिन्छ। अनि तपाईहरुले ब्रोकर एकाउन्ट खोल्नु पर्छ। अनि ब्रोकर एकाउन्ट खोलिसकेपछि उहाँहरुले टीएमएस लगइन आईडी पासवर्ड दिनुहुन्छ हैन। त्यो अनलाइनबाट नै लगइन गरेर बाइ एन्ड सेल गर्न मिल्छ। त्यसको लागि मैले अलरेडी भिडियो बनाइसकेको छु। आईपीओ कसरी अप्लाई गर्ने त्यसको पनि मैले भिडियो बनाइसकेको छु। नेक्स्ट भिडियोमा तपाईहरु हेर्नु होला, अर्को भिडियोमा गएर हेर्नु होला कसरी अप्लाई गर्ने। अब त तपाईहरुले के चाहिन्छ, तपाईलाई सेभिङ एकाउन्ट चाहिन्छ, नर्मल सेभिङ एकाउन्ट, डीम्याट एकाउन्ट, ब्रोकर एकाउन्ट। यति भए तपाईले शेयर ट्रेड गर्न सक्नुहुन्छ। अब तपाईहरुसँग कम्प्लिट जीरो नलेज छ हैन, कसरी इन्भेस्टमेन्ट गर्ने, कुन कस्तो कम्पनीको शेयर बाइ गर्ने र कस्तो कम्पनीको शेयर सेल गर्ने, कति बेला होल्ड गर्ने। त अहिले तपाईहरु यदि बिगिनर हुनुहुन्छ भने हैन, अहिले सर्ट टर्मको लागि ट्रेडिङ गर्न म रेकमेन्ड गर्दिन तपाईहरुलाई। तपाईहरुले के गर्नुपर्छ, अब कुन शेयर बाइ गर्नुपर्छ, कस्तो शेयर बाइ गर्नुपर्छ, कति टाइमको लागि बाइ गर्नुपर्छ, त्यसको लागि म अर्को एउटा नेक्स्ट भिडियो बनाउँछु। प्लिज सब्स्क्राइब र फलो गर्नु होला हैन। थ्यांक यू।